अब चाहिँ हामी रेडी भइसक्यो होटलबाट निस्किनुको लागि। अन्त यहाँबाट चाहिँ हामी जाने डाइरेक्ट एसएनटीबाट चाहिँ घर जाने। ए कस्तो भारी भयो, हिजो आउँदा त हल्का थियो त। दुईटा बोका ल तिमी त। गाइस अब हाम्रो मर्सिडिज पनि आइसक्यो हो हामीलाई लिनु। कस्तो लागेन नि मर्सिडिज बिहान बिहानै? डाइरेक्ट सिक्किममै जाउँ होला हो यो मर्सिडिजमा। अब चाहिँ होटलबाट निस्केको हामी चाहिँ यो होटलमा बसेको थियो। एकदम यो चाहिँ विशाल मेगा मार्केट मैले हङकङ मार्केटकै छेउमा। यहाँदेखि चाहिँ यस्तो इजी हुन्छ कि हङकङ मार्केट जानु। अबदेखि चाहिँ जहिले आउँदा म यहीँ बस्छु। अब हामी चाहिँ नि हो एसएनटीबाट डाइरेक्ट गाडीमा सर्भिस गाडीमा चढिसकेको छ। अन्त हेर्नु सक्नुहुन्छ एकदमै राम्रो मजाको गाडी छ। यस्तै हो साथीहरू, अब सर्भिस गाडी र है राम्रो पनि हुन्छ। तर यो दिन चाहिँ हाम्रो कुनै के भएको छ भाग्यमै के लेखेको छ। यस्तो जाम लागेर चाहिँ यो रोड आइपुग्नु चाहिँ हामीलाई 1 घन्टा जस्तो चाहिँ जाममा बस्नु पऱ्यो। म त एक निदा सुतेर। अन्त अब चाहिँ आइपुग्नु नै आँट्यो रम्फू चेकपोस्ट। आइ भन्नु छिटो। अब भालेढुङ्गा जाने कि नजाने? कस्तो सेल्फिस छ हौ बुन्दै। रम्फू पनि काट्यो गाइस। अब चाहिँ सिक्किमतर्फ लागेको। अन्त घर चाहिँ हाम्रो रम्फूदेखि चाहिँ अब त्यहीँ 20 मिनटै त हो होइन, नजिकै हो। अन्त त्यहाँदेखि चाहिँ मलाई यस्तो ढुक 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 भइरहेको छ। जति घर नजिक आउँदैछ नि अब मम्मी पापाले के भन्छ होला, किन फोन नगरेको, यिनीहरू यत्तिकै आइपुगेछ, कल गर्नु पर्दैन, यस्तै भन्नुहुन्छ मलाई याद छ। अन्त खुसी पनि लागिरहेको छ। पहिलोपटक म सरप्राइज दिनु आएको, नत्र भने हमेसा फोन गरेर भन्थेँ नि त। अन्त मजा पनि लागिरहेको छ। तर यस्तो ढुकढुक खालके पनि भइरहेको छ क्या मलाई चाहिँ। अन्त अब चाहिँ नि हो हामी सिङताम पनि पुग्यो गोलीटार। अन्त हेरौँ अब हेर्दै जाउँ है मम्मी पापाको रियाक्सन हेरौँ। सो गाइस अब चाहिँ हामी घर आइपुग्यो होइन, मतलब मम्मीहरूको होटल आइपुग्यो। यहाँबाट चाहिँ तल झरेर जानुपर्छ। सामान चाहिँ यही गाह्रो हुन्छ नि त। परबाट रोड पनि छ कि जाने, तर पर घुम्नुपर्छ नि त। अनि हामी चाहिँ सर्टकट झरेको। यत्रो जिउ भएको मान्छे त दुध दिएर पनि बोकेर जानु सक्थ्यो नि। सो गाइस अब चाहिँ एकदम नजदिक आइपुगिसकेको छ। उठाऊ यहाँ उठाऊ है, बाटो बन्द। यता लेफ्ट बाटो पनि बिर्सेक्यो मामाले। यो भेरी क्लिन। यता हुन्छ त हौ। सरप्राइज दिएको नि त। खोइ पापा हुन्छ न कन्ट्री। पापा हेर्दिरहेको खोइ पऱ्यो म त भन्छ र उठ्नु ठक्कै पऱ्यो। हिजो आइपुग्ने नि, हिजो ढिलो भएर 11 बजीतिर आइपुग्ने भएर हामी चाहिँ बसेँ नि होटलमा। नयाँ वर्षको दिन आएको। कस्तो यिनीहरूको सरप्राइज आयो त फेरि। हो त सरप्राइज आइदिएको। नानीको छुट्टी छ कि अब बेसी छैन नि त, 3-4 दिन मात्रै छ, त्यही भएर आएको। गाइस अहिले चाहिँ हामी घर आइपुगेर पनि यहाँनिर मेला घुम्न आइरहेको छ हो। तपाईँहरूलाई मेला देखाउँछु ल म सिङतामको मेला चाहिँ यहाँ यस्तो लागेको छ। तर अहिले चाहिँ मान्छे छैन त्यति हो, सायद बेलुकातिर आउँछ होला हौ मान्छेहरू। अन्त यहाँ झालमुरी खानु आँटेको। के गरेको हो मतलब खडा मात्रै हुनुपर्छ नि। सो गाइस यहाँ चाहिँ मेरो मम्मीको बहिनी हो अनि मेरो चाहिँ आन्टी। मम्मीको कान्छी बहिनी, मतलब मम्मीको एउटै बहिनी। हाई गर्नु।
मम्मीको एउटा मेरो मम्मीको एउटै बहिनी हो तपाईँहरूले चाहिँ कहिले देख्नु भएको छैन किनभने हामी आन्टी चाहिँ गान्तोक बस्नुहुन्छ नि त अनि अहिले मेलाले गर्दा चाहिँ यहाँ मेला घुम्नु आउनु भएको छ अन्त यहाँ अब आन्टीलाई चाहिँ एउटा हेयर ब्यान्ड किनिदिनु पर्ने उन्न फेरि हरायो उन्न त अब जाउँ न एक एकवटा खेलौँ न पर्छ त अन्त गाइस यहाँनिर चाहिँ यो दुईजना मेरो भाइहरू हो यहाँ है अब एकछिनबाट हामी पिङ खेल्नु जानुपर्छ ल ओए अहिले पिङ खेल्नुपर्छ ल खेल्ने पिङ ओए उन्नतलाई खेलाउनु भान्जालाई खेलाउनु पर्छ आज पुरा डराउँछ कि उन्नतलाई अस्ति मैले खेलाएको उयो माथिको ए त्यसो भनेर हुन्छ चढ्नुपर्छ ल यो यसमा चढौँ न हामी ल चारजना एउटामै चढौँ न यसमा गाइस यो चाहिँ हो हाम्रो गोलीडाँडाको मेला है अन्त मान्छेहरू चाहिँ भर्खर आउनु थाल्यो अब मेला त यहाँनिर चाहिँ हामी यसलाई के भन्छ घुर्नी है सो गाइस यहाँनिर चाहिँ नि हो हामी घुर्नी खेल्नु आएको हो अन्त मैले चाहिँ पहिला भन्दा आज 10-12 वर्ष अगाडि खेलेको त्यसपछि खेलेको छुइनँ अन्त मैले चाहिँ एउटा उयसमा हालेको छु एउटा डकमा हालेको छु एउटा पिककमा अब मैले हालेको छु क्विनमा एकले गयो एक मिनट फेरि भन्नु एकले गयो नि कसम भनेको पढ्नै आँटेको थियो अहिलेसम्म चाहिँ मैले 50 रुपियाँ हारिसकेँ हो अन्त यहाँनिर चाहिँ फेरि यो डल्लै ग्लास झऱ्यो भने चाहिँ यहाँबाट गिफ्ट छानी पाउँछ अरे अब यहाँ हाम्रो आन्टीले हान्नु भएको छ है डल्लै झार्नुपर्छ है त्यो डल्लै एकदम ताकेर हान्नु लु ताकेर बिचमा हान्नु त ए आन्टी एकपल्ट मात्रै हुन्छ एउटा पनि झारेन त अन्त सो गाइस आज चाहिँ हामीले टोटल गरेर 60 अन्त 50 110 रुपियाँ हारिसकेँ 110 रुपियाँ हारिसकेँ अब कहाँ जानु सो गाइस अब चाहिँ हामी मेलाबाट फर्केको हो अन्त के भन्छ टाउकोमा हेयरब्यान्ड पनि किनेर लगाएँ मैले होइन अन्त मैले एउटा दामी चिज किनिरहेको छु एउटा चाहिँ यो फुल हो हाम्रो त्यहाँ होटलमा लगेर राख्नुको लागि एउटा चाहिँ यो कहाँ गयो बुनेको यो ब्यागमा लाउनु खासमा चाहिँ यो हो क्लिप हो कि र गाइस अहिले चाहिँ हामी के भन्छ कोक्रे पिङ खेल्नु आएको हो कोलम्बस भन्छ यसलाई चाहिँ हामी तिनजना ल टिकट चाहिँ कोही नै होइन गाइस यिनीहरू दुईजना चाहिँ यस्तो डरले चिल्लाएको अब यसरी भयो भयो रोक्दै हेरे हौ सरमै लाग्दो सरम लाग्दैन अलिकति डर छेर तिमीहरूसँग त टोय ट्रेन खेल्नु पर्ने तिमीहरूसँग मलाई जाडो भइले म अघि दिनुपर्छ नि कस्तो कामदै बसेको जाडोले सो गाइज आज चाहिँ हामी कम्बोला खेलेको होइन हामी दुईजना तर हारे कसम भनेको ऊ नत्र भने उयो स्कुटी पाउँथ्यो एकछिनै खै देखौँ स्कुटी कि 61,000 पो हो ए 62,000 पाउँथ्यो 62 अब चाहिँ मेलासेला घुमेर पनि अब चाहिँ घर जाने बेला भइसक्यो अनि नानी चाहिँ यहाँनिर सामानहरू हाल्दैछ कुनै के हेरेको उन्नतले गाइस अहिले चाहिँ हामी घर आइपुग्यौँ नि त सुहाउने गाउँमा
अन्त तल होटेलमा चाहिँ मम्मीहरू बस्नुहुन्छ अन्त हामी चाहिँ पापा म उन्नत आयो ओइ लाइट गयो गाइस मलाई चाहिँ यस्तो मेरो बहिनी पूजाको याद आयो हामी यहाँ दिवालीमा कस्तो रमाइलो गरेको थियो यो स्टार मैले पूजाको लागि लगाएको थिएँ रुममा मतलब त्यसको यो चाहिँ पूजाको रुम हो नि त निकाएको छ सो गाइस आज चाहिँ यस्तो थाक्यो कस्तो बिजोकले आएको तपाईँहरूले देख्नुभयो होला होइन गाडीमा पनि अनि छ्या हौ लाइट के साह्रो पिलिक पिलिक गरेको अन्त मम्मी पापाहरू चाहिँ अहिलेसम्म पनि यसो भन्छ किन नभनेको भन्नु पर्दैन भाइलाई पनि भाइ पनि घरमा छैन अहिले गान्तोकमा छ नि त भाइले पनि किन नभनेको भन्दै थियो अन्त सरप्राइज चाहिँ भनेर आउनु पर्ने भनेको तर आएपछि चाहिँ हाम्रो चाहिँ देख्नु भएन त्यही घरको मतलब त्यो होटेलकै अगाडि मेला लागेको छ नि त आएर आधी घन्टा पनि नबसिकन मेला घुम्नु गएको फेरि आए एकछिन बस्यो होटेलमा फेरि मेरो साथी आएको थियो होइन फेरि मेला घुम्नु गएर तम्बोला खेल्यो तपाईँहरूले देखिहाल्नु भयो अन्त अहिले चाहिँ फेरि घरमा आएर मतलब होटेलमा आएर खानासाना खाएर चाहिँ अहिले घर आइपुग्यो अब म चाहिँ लुगासुगा पनि केही फेरेको छुइनँ मुख मात्रै धोएँ मैले अब यत्तिकै छु सबै भोलि बिहान उठेर गर्छु नुहाइ धुवाइ लुगा फेर्नु सबै लगेजहरू पनि यत्तिकै छ खोलेको छुइनँ अन्त अब सुत्न कमिन पूजाको गाई चाहिँ हेर्नु यो पूजाको पूजा घर आएपछि चाहिँ म अरूलाई मिस गरेँ पनि नगरेँ पनि पूजालाई चाहिँ पुरा मिस गर्छु जहिले अस्ति दसैँमा आउँदा पनि एक्लै थिएँ त्यति बेला पनि पुरा मिस गरेको थिएँ अब त्यो त अब अग्ले साल मात्रै आउँछ अग्ले साल मतलब दसैँ दिवाली मात्रै आउँछ थर्सडे फ्राइडे स्याटरडे चाहिँ फेरि वापस दिल्ली जानु छ नि त बेसी टाइम नै छैन यसपालि अन्त त्यही भएर अस्तिको पालि आउँदा पनि गान्तोकहरू बस्ने गरी जानु पाइनँ हो अन्त यसपालि चाहिँ अब राम्रै बित्दैछ अब हिजो न्यू इयरमा घरमा आएर आमाहरूसँग बसौँ भन्दा पनि पाएन आज पनि मम्मीहरू पुरा थाक्नु भएको थियो अनि तलै बस्नु भयो नि त फेरि उनीहरू बिचरा होटेल छ बिहानै उठेर फेरि निन्द्रा राम्रो नपुगी ओह्रालो झर्नुपर्छ त्यो भन्दा चाहिँ उनीहरू तलै बस्नुभयो अन्त पापा हामी चाहिँ आयो सो गाइस अब चाहिँ म चाहिँ सुत्छु अनि जाडो चाहिँ एकदम जाडो छ अहिले घरमा हो अन्त म चाहिँ सुतेको बाई गुड नाइट अन्त thank you for watching my video so bye guys